बारीमा आम लगाएको थियो मैले। के छ हेर्छु आज सुकेको छ कि के हुँदैछ। जाँदैछु है। यता सुके जस्तो छ, के हुन्छ अब हेरौँ। 4वटा बोट लगाएको, आज एउटा यो छ हैन। अर्को यता छ, पानी हाले भर्खर। यो लाग्छ कि लाग्दैन, धेरै ठुलो बोट भएर पनि हो कि। एउटा यो छ, पनि हाल्दैछु भर्खर। अर्को बोट यता छ, यसमा पनि पानी हाले। 4वटा बोट लगायो हैन बारीमा। एउटा यो छ, पानी भरपुर पानी हालिसक्यो। यता लिची छ, यतापट्टि यता लिची छ। लिची चाहिँ एकदम राम्रो छ है, हरियै छ। यस्तै लगायो। आज 4-5 दिन भयो लगाएको। बोट चाहिँ लिची चाहिँ हरियै छ, ठिक छ, लाग्छ होला। यो पनि ठिक छ, यो पनि लिची नै हो, हरियै छ। यता पनि हरियै छ हैन, यता पनि ठिक छ। लगभग यो चाहिँ मर्दैन होला, लाग्छ होला। यता पनि ठिक छ, एकदम हरियो नै छ साइजहरू। यो बारी हो, चट्ट अस्ति 1 हप्ता भयो लगाएको मैले चाहिँ। यो बारीमा लगाएको। यो चाहिँ लाग्छ ठुलो बोट भएर पनि होला है, यस्तो भएको के हो। तल सुके जस्तो छ। माथि चाहिँ के हुन्छ हेरौँ अब। पानी त पानी नै छ यसमा, भर पानी हालेको। यो चाहिँ पुरा हरियो नै छ, राम्रो भइरहेछ हैन, ठिक छ। यता चाहिँ एकदम राम्रो भइरहेछ, यता चाहिँ लिची चाहिँ ठिक छ। राम्रो छ हैन। यता अब चट्टहरूलाई खाल्टो टाइपको बनाएर पानी जम्ने बनाउनु पर्छ। चट्ट लिची चाहिँ एकदम राम्रो भइरहेछ है गाइजहरू। लिची चाहिँ हेर्नुहोस् त, यस्तो हरियो छ। आज 1 हप्ता जति भयो, 4-5 दिन जति समथिङ भयो, तर लिची चाहिँ एकदम राम्रो छ। आँप चाहिँ लाग्छ कि लाग्दैन थाहा छैन, लिची चाहिँ एकदम भइरहेछ है, चट्ट राम्रो छ लिची चाहिँ। मलसल हालेको अस्ति मैले। यस्तो छ लिची चाहिँ गाइजहरू, हेर्नु त, चट्ट पानी। आज धेरै दिन भयो पानी नपरे, त्यही भएर यसमा चट्ट पानी लगाएर आज यसको व्यवस्था पनि गरियो। लिची चाहिँ भइसक्यो, पानी पनि यता पनि लगाऊँ। यो पनि एकदम राम्रो छ नै, जस्तो छ त्यस्तै छ, सुकेको छैन, एकदम राम्रो छ। यो चाहिँ लिची यस्तो छ, लिची चाहिँ अर्को बोट यता। यो पनि राम्रै छ, यस्तै लगाएको हो। यो पनि लागिसक्यो, लगभग सुकेको छैन, राम्रै छ गाइस। हेरौँ कस्तो हुन्छ अब 1-2 दिनमा। घाम लाग्यो भने के हुन्छ, यो पनि पात सुक्यो भने फेरि नयाँ पालो पलाउँछ कि नयाँ पात हाल्छ होला यसले पनि। अहिलेसम्म त ठिकै छ जस्तो लाग्छ, त्यस्तै नै छ गाइस।
आउँदैछ अर्कोवालाहरू यता पनि एकदम राम्रो नै छ बोट जस्तो लेखेको त्यस्तो नै छ बोट एकदम राम्रो छ यो चाहिँ भयो गाइस पानी एकदम भयो यसमा अब यतापट्टिको आम चाहिँ हेरौँ कस्तो छ यतापट्टिको आम चाहिँ सुके जस्तो छ अब पानी हाल्यो भने के छ हेरौँ कस्तो छ गाइस चारवटा आम चाहिँ सुके जस्तो छन् फेरि पलाउनु पनि सक्छ है एउटा दुईटा तीनवटा चारवटा उता छ पानी हालिरहेको छु है